ओहो, बल्ल तिम्रो चेत खुलेछ। म भित्रका यी गिट्टीहरूले गर्दा मलाई सास फेर्न पनि गाह्रो भइसक्यो। अब यिनलाई सधैँका लागि टाटा बाई बाई गर्ने बेला आयो। तर एउटा कुरा सुनिराख, सबै ढुङ्गालाई एउटै उपाय हुँदैन नि फेरि। कुनै साना ढुङ्गा त धेरै पानी पिएर पिसाबसँगै फ्लस भएर जान्छन्, तर कुनै अलि जिद्दी खालका हुन्छन् जसलाई औषधिले गलाउनु पर्छ। अनि ती ठुला ठुला डन जस्ता ढुङ्गा नि, तिनीहरूलाई त मेसिनले डिचिक्क पारेर फुटाउनु पर्छ वा सानो प्वाल पारेर निकाल्नु पर्छ। मलाई यो शास्तिबाट कसरी छुटकारा दिने, कुन बेला कुन उपचार चाहिन्छ? अब हाम्रा एक्सपर्ट डाक्टर दाइले बेली बिस्तार लगाइदिनुहुन्छ। डाक्टर साहब, मेरो उद्धार गरिदिनुस्। त्यो पत्थरी भयो भन्दामा डराउनु के पनि पर्दैन र पत्थरी हुने बित्तिकै डाक्टरलाई भेटेर अपरेसन गरिहाल्नुपर्छ अथवा चाहिँ डाक्टरकोमा गयो कि डाक्टरले अपरेसन गरिदिइहाल्छ भन्ने डरले पनि कतिपय बिरामीहरू चाहिँ हस्पिटल नजाने गर्छन्। तर त्यो चाहिँ एकदम गलत हो। सबै पत्थरीलाई अपरेसन गर्नुपर्छ भन्ने छैन। अलि सानो पत्थरीहरू 5 मिलिमिटरभन्दा सानो पत्थरीहरूलाई 5 देखि 6 मिलिमिटरभन्दा सानो पत्थरीहरूलाई चाहिँ हामीले पर्याप्त मात्रामा पानीको सेवनबाट नै हामीले शरीरबाट निकाल्न सक्छौँ। तर कुनै कुनै पत्थरी 4 मिलिमिटर 5 मिलिमिटर भए पनि त्यसले चाहिँ किडनीबाट आउने नलीमा त्यसले ब्लक गर्यो भने चाहिँ किडनी सुनिन थाल्यो भने चाहिँ अपरेसन गरेर निकाल्नै पर्छ। यदि किडनी सुनेको छैन भने चाहिँ हामी पानी मात्रै खाएर त्यसलाई निकाल्न सक्छौँ। हामीले 6 महिनामा 1 वर्षमा भिडियो एक्सरे रिपिट गरेर हामीले वेट एन्ड वाच गर्न सक्छौँ। तर 5 मिलिमिटर 6 मिलिमिटरभन्दा ठुलो पत्थरहरू छ भने चाहिँ त्यो किडनीको नलीबाट चाहिँ सजिलै तरिकाले निस्किँदैन। त्यस्तो कन्डिसनमा चाहिँ हामीले युरो सर्जरीको डाक्टरलाई रिफर गरेर त्यही अनुसारले हामीले शल्यक्रिया गर्नुपर्ने हुन्छ। अब पत्थरीको शल्यक्रियाको कुरा गर्दाखेरि आजभोलि त पत्थरीको शल्यक्रिया चिरफाड नगरिकनै हुन्छ। पत्थरी निकाल्नको लागि चाहिँ अपरेसन गर्नुपर्छ भन्ने नै छैन है। अब त्यसमा चाहिँ एक तरिकाको उपचारको पद्धति भनेको चाहिँ ESWL भन्छ, हामीले सक क्विक लिथोट्रिप्सी भन्छ। हामीले सक दिएरै किडनी भित्र भएको ढुङ्गाहरूलाई चाहिँ सक वेभले हामीले फुटालेर सानो सानो टुक्रा पारेर फुटाल्छौँ र त्यो पिसाब नलीबाट आफै निस्केर पिसाब थैलीबाट आफै निस्किन्छ। र अर्को पद्धति भनेको चाहिँ PCNL भन्छ। PCNL भन्नाले चाहिँ हामीले पिसाब फेर्ने ठाउँबाट सानो दूरबीनबाट एउटा पाइप छिराएर ढुङ्गाको लोकेसन कता छ त्यो पत्ता लगाएर त्यसलाई हामीले टुक्रा गरेर त्यहाँबाट चाहिँ बाहिर पत्थरहरू सबै बाहिर तानेर निकालिन्छ। त्यसको लागि चाहिँ कुनै चिरफाड नगरिकनै पत्थरीले चाहिँ शरीरबाट निकाल्न सकिन्छ। र कहिलेकाहीँ चाहिँ अलिकति ठुलो पत्थरी छ र किडनी भित्रै छ भने चाहिँ हामीले ओपन लिथोटोमी गरेर चिरेर चाहिँ हामीले त्यसलाई चाहिँ पत्थरीले चाहिँ निकाल्नु पर्ने हुन्छ। तर प्रायःजसो मोर देन 90% केसेसमा चाहिँ हामीले चिरफाड नगरिकनै आजकल त PCNLबाट सजिलै तरिकाले सहजै तरिकाले र दुखाइ कम एकदम कम मात्रामा दुख्ने तरिकाले मात्रै पत्थरी चाहिँ निकालेर उपचार गर्न सकिन्छ।